ह्याप्पी बर्थडे मायालु। तिमीलाई मैले जुन दिनदेखि यस घरमा गएँ मेरो जीवन एकदमै सरल बन्दै गएको छ। तिमीले मेरो जीवनको हरेक यात्रामा नडगमगाइकन साथ दिएका छौ। मैले तिमीलाई एक लात हान्दा पनि तिमी मुसुक्क हाँस्दै अघि बढिरहन्छ। मैले तिमीलाई बर्खा मासमा पनि हिँडाएँ, अप्ठ्यारो बाटोमा पनि तिमी नडगमगाइकन हिँड्थ्यौ। चैत वैशाखको त्यो टन्टालापुर हिउँमा पनि तिमीले मेरो साथ एकदमै दिएका छौ। तर तिमीसँग एउटा सानो गुनासो छ है, तिमीहरू आफन्त भनाउँदा र साथीभाइ आउँदा चाहिँ तिमी स्टार्टै नहुनु। तिमीले पेटभरि तेल खान पायो भने मात्र तिमी स्टार्ट हुनु। अनि तिमीले त्यो माइलेज भन्ने कुरा चाहिँ 40-45 मात्र अड्किरहेको छौ। त्यो थोरै बढेर चाहिँ 80-90 पुगन है, त्यति चाहिँ गर। अनि यो उकालो बाटोमा चाहिँ तिमी 1 गियरमै अड्किरहेको छौ अहिलेसम्म हेर है। गुनासो चाहिँ त्यति छ कि प्रिया, 1 गियर होइन म 3 गियरमै चाहिँ उकालो सट्टै हुनु। मैले तिरिक्क 1 लिटर तेल हाल्दा तिमीले 1 वर्षसम्म चाहिँ कुद्नुपर्छ है भाइहरू। अरू कुरो त्यस्तै हो। पोहोर मात्रै सर्भिसम्म भन्ने गरेको थिएँ। कमसेकम अब सर्भिस चाहिँ अब मेरो नाति पोनातिको पालामा मात्रै सर्भिस गर्ने तरिकाले कुद न ल, त्यति चाहिँ गरिदेऊ न बाबा। अनि सुन न, मैले हेलमेट लाइसेन्स नबोकिकन कहाँ हिँडेँ भने ट्राफिक चेकिङ भइरहेको छ भने तिमी अघि बढ्दै नबढ्नु, घ्यार घ्यार गरेर बस्नु है। अब तिमीलाई अब यही छ जन्मदिनको शुभकामना, ह्याप्पी विश्वकर्मा, आई लभ यु।